म चाहिँ छु घरको टेरेसमाथि र मैले केही बनाइरहेको छु त्यो पनि वेस्ट आइटमबाट के हो हेर्नुहोस् त। मेरो घरको टेरेसबाट चाहिँ यहाँ एयरफोर्सको हेलिप्याड पनि देखिन्छ। अहिले पानी पर्न आँटे जस्तो भएर कस्तो राम्रो देखिँदैछ। यहाँ हेर्नु त, यो के हो, के देखाउन आँटे भन्नुहुन्छ। यो चाहिँ भयो मैले किचन वेस्ट, जुन सब्जीको बोक्राहरू जम्मा गरेर यो लगभग 4 महिना 5 महिना जतिको हो। यो मैले चाहिँ किचन वेस्टबाट किचन गार्डन सोइल बनाएर छु र साह्रै राम्रो भइरहेछ, माटो माटो भइरहेछ। यो मैले 4 महिना जति लाग्यो। 1-2वटा प्लास्टिकहरू छन्, अब म राम्ररी छान्छु अनि सुकाइदिन्छु घाममा, त्यहाँ पछाडि प्लान्टरमा युज गर्छु। कस्तो राम्रो भइरहेछ यो चाहिँ लगभग, किनभने फुल भयो 4 टाइम्स 4 टाइम्स जति फुल गरेर यो घट्दै जान्छ बढ्दै जान्छ। त्यसरी पुरै छन्नै अब यो ड्रामको यति ठुलो ड्राम छ, यसको आधी चाहिँ भइरहेछ। सबै खाली गरेँ मैले यो ड्रामबाट, यो ड्राम खाली गरेँ। अब यसमा फेरि म स्टोर गर्छु, रिस्टोर गर्छु यसमा। हेर्नु कस्तो राम्रो भइरहेछ। अलिकति अहिले वाटरी छ किनभने म अहिले यो कन्स्ट्रक्सनको काम चलेको लागि यसको जत्न पनि भएन, घाम पनि भेटेन। र आज चाहिँ मैले बिहान यसलाई माथि ल्याएँ अनि यो चाहिँ अब घाम नपरेको लागि कमिलाहरू लाग्यो अलिअलि। यस्तो केही छैन, म यसमा यो एक दिन सुकाएपछि अलिअलि फङ्गिसाइडहरू मिक्स गरेर प्लान्टमा हाल्छु र यो सोइल चाहिँ साह्रै राम्रो हुन्छ। तपाईहरु पनि ट्राई गर्नु होला। म चाहिँ तल माने अब किचनमा जब सब्जी काटिन्छ 2टा कन्टेनर राखेर छु। एउटामा चाहिँ भातहरू खाएको भिन्दै अनि सब्जीका बोक्राहरू भिन्दै, र 3-4 दिन भए पछाडि माथि ल्याएर यसरी यो डब्बामा हाल्दिन्छु। र यसो गर्दा गर्दै अब यतिको डब्बा भरिँदा 4 टाइम्स सुक्दै जान्छ। त्यसरी गर्दा गर्दै 4 टाइम्स जति हालेर यति भयो। लगभग यो भयो सानो बस्तामा 1 बस्ता जति भयो र मलाई धेरै दिन फुलहरुमा हाल्नलाई पुग्छ किनभने अब गाई गोरु छैनन्, गोबर छैन। त्यसले गर्दा यो सोइल चाहिँ मलाई बहुत काम लाग्छ।